यदि तपाईमा सन्तुष्टि भन्ने कुरा छैन भने तपाईले महलै बनाउनु भए पनि तपाईमा अझै पनि तपाईमा अशान्ति हुन्छ। तपाईमा सन्तुष्टि भन्ने कुरा भएन भने नि तपाईले जति नै महँगो लुगा लाउनु भए पनि तपाई जति नै सुन्दर घरमा तपाई बस्नु भए तापनि जति नै महँगो कार चढ्नु भए तापनि नि तपाईको जीवनमा खाली गुनासो र खाली गनगन आउँछ। अनि यो भिडियो मार्फत विश्वासी जन म तपाईलाई एउटा कुरा बताउन चाहन्छु, तपाईको जीवनको शान्ति, तपाईको जीवनको सन्तुष्टि भन्ने कुरा चाहिँ नि तपाईले कति महँगो कार चढ्नु भयो, तपाईले कति ठुलो बंगलामा तपाई बस्नु भयो, तपाईले कति महँगो मोबाइल बोक्नु भयो, यो कुरामा सन्तुष्टि कहिले हुँदैन। किनभने यो त शारीरिक कुराहरू हो। अनि बाइबलले भन्छ कि आँखाले कहिले पनि पुगे भन्दैन। यदि तपाईले आफ्नो जीवनलाई चाहिँ आत्मिक दुनियाँमा भन्दा सांसारिक शारीरिक दुनियाँमा तपाईले आफूलाई बढी एंगेज गर्नुहुन्छ भने नि तपाईको लाइफमा सबै कुरा हुँदै पनि नि सन्तुष्टि भन्ने कुरा हराएर जान्छ। बाइबलले यसो भन्छ, झगडाले भरिएको, कलहले भरिएको, रिसले भरिएको, अशान्तिले भरिएको ठुलो महलमा बस्नुभन्दा शान्तिले भरिएको, सन्तुष्ट भएको झोपडीमै बसेर साग अथवा सिस्नु नै खाएर बस्नु बेस। यो भन्दै गर्दा बाइबलले के भन्दैछ कि शान्ति भन्ने कुरा चाहिँ नि यो संसारको मेटेरियलमा, यो संसारको थोकमा, यो सुन र चाँदीमा, यो रुपैयाँ र पैसामा, यो ठुल्ठुलो बंगलामा, महँगो महँगो कारमा कतै पनि छैन। फेरि तपाईलाई मैले घरमा नबस्नुहोस्, घर नबनाउनुहोस्, गाडी नकिन्नुहोस्, मोबाइल नकिन्नुहोस् यो पनि भनेको होइन। तर मैले यो चाहिँ भन्नु खोजेको, जब मान्छे चाहिँ नि आफ्नो हृदय चाहिँ परमेश्वरमा स्थापित गरेको हुँदैन भने, जब मान्छेले चाहिँ आफ्नो हृदय चाहिँ नि परमेश्वरमा भरोसा गरेको हुँदैन भने नि त्यो मान्छेको लाइफमा कहिल्यै पनि सन्तुष्टि आउनु सक्दैन। सो म तपाईलाई बताउन चाहन्छु, तपाई विश्वासी हुनुहुन्छ अनि तपाईको जीवनमा चाहिँ सन्तुष्टि भएको परमेश्वर चाहनुहुन्छ। किनकि यो तपाईकै लागि फाइदा हो। यदि तपाईको जीवनमा सन्तुष्टि छैन भने अटोमेटिकली अशान्ति आउँछ, गनगन आउँछ, गुनासो आउँछ, चिन्ता आउँछ, डिप्रेसन हुन्छ, तपाईलाई नै घाटा हुन्छ। इभन मेडिकल साइन्सले पनि भन्छ कि डिप्रेसन ज्यादा भयो भने, स्ट्रेस ज्यादा भयो भने, चिन्ता ज्यादा भयो भने शरीरमा अटोमेटिकली विभिन्न डिजिजहरू, विभिन्न रोगहरू आउने गर्छ भन्छ। सो म तपाईलाई बताउन चाहन्छु, प्लिज गनगनमा जीवन नबिताउनुहोस्, गुनासोमा जीवन नबिताउनुहोस्, अशान्तिमा जीवन नबिताउनुहोस्। संसारको कुरा, काश मसँग 1 करोड पैसा भए त, काश मेरो आलिशान बंगला भए त, काश मेरो हातमा महँगो महँगो आइफोनको मोबाइल भए त, एप्पल फोन भए त, काश म खुसी हुन्थेँ होला, काश मेरो हस्बेन्डले महिनाको 2-3 लाख कमाए त, काश म युएसएमा बस्नु पाए त, काश म अस्ट्रेलियामा बस्नु पाए त, काश म ठुलो ठुलो युरोप कन्ट्रीमा बस्नु पाए त सायद मेरो जीवनमा सन्तुष्टि हुन्थ्यो होला। हैन, तपाईको जीवनमा, मेरो जीवनमा तपाईलाई म एउटा प्रश्न सोधौं, युरोप देश नजानु भनेको होइन, परमप्रभुले बाटो खोल्नु भयो भने अवश्य जानुहोस्। तर म तपाईलाई एउटा कुरा सोध्न चाहन्छु कि विदेशमा बस्ने विदेशीहरू सबै खुसी छ, सबै शान्ति छ, सबैको जीवनमा सन्तुष्टिपन छ? इफ यस, यदि छ भने किन त विदेशीहरूले पनि बेला बेलामा सुसाइड गरेको न्युजहरू हामी सुन्छौँ त? किनभने नि यो सन्तुष्टि भन्ने कुरा, यो शान्ति भन्ने कुरा चाहिँ नि संसारको थोकमा छैन। तर शान्ति भन्ने कुरा, सन्तुष्टि भन्ने कुरा चाहिँ परमेश्वरको राज्यमा, परमेश्वरको उपस्थितिमा अनि परमेश्वरमा विश्वास गर्ने मानिसको जीवनमा मात्र